जति पनि साथीहरू मेरो युट्युब च्यानललाई भिजिट गर्दै हुनुहुन्छ, देश तथा विदेशबाट नयाँ साथीहरूले भिजिट गर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। पुरानो साथीहरूले भिजिट गरिरहनु भएको छ युट्युब च्यानललाई भने तपाईँहरूको सकारात्मक सल्लाह सुझाव, तपाईँको मनमा जिज्ञासा केही पनि भएको छ, लागेको छ, खुल्दुल लागेको छ भने प्रत्यक्ष रूपमा गएर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भन्ने मैले पूर्ण आशा लिएको छु। प्यारा प्यारा साथीहरू, यति बेला भने 2080 सालको फाल्गुन महिनामा भाग्य चम्किएका र जीवन बदलिएका, अहिलेसम्म ठुलो सफलता प्राप्ति हातमा लिने 5वटा राशिको बारेमा म चर्चा र कुराकानी आज प्रत्यक्ष रूपमा तपाईँहरूको साथमा म कुराकानी गर्नको लागि युट्युब च्यानलमा म जोडिसकेको छु। प्रत्यक्ष रूपमा जो कोही साथीहरूले पनि युट्युब च्यानललाई हेरिरहनु भएको छ भने तपाईँको राशि पर्छ या पर्दैन, तपाईँले कुन काम गर्ने या कुन काम नगर्ने, यी 5वटा राशिले फाल्गुन महिनामा कसरी सफलता प्राप्ति लिनुहुन्छ, फाल्गुन महिनामा 5 राशिका व्यक्तिहरूले कुन कुन कामहरू गर्दा अति उत्तम रहन्छ, कुन काम गर्दाखेरि एकदमै ध्यान दिनुपर्छ भनेर म प्रत्यक्ष रूपमा आज कुराकानी गर्छु। र यति बेला भाग्य चम्किएका र जीवन बदलिएका 2080 सालको फाल्गुन महिनादेखि जुन ठाउँमा हात हाल्दा पनि अनन्त सफलता लिने 5 राशिको बारेमा चर्चा गर्छु। र पहिलो राशि रहनेछ कन्या राशि। तपाईको नामको पहिलो अक्षर टो पा पी पू स ड ण ठ पे पो यति अक्षरबाट मात्रै तपाईको नाम उठेको छ, तपाईको नाम जुर छ भने तपाईको राशि हो कन्या राशि। यो 6औं स्थानमा पर्ने राशि हो कन्या राशि। कन्या राशिका स्त्री पुरुषहरूको लागि शुभाशुभ योगहरू के कति देखिएका छन् र कस्ता कस्ता किसिमका कामहरूले तपाईलाई सफलता उपलब्धि गराउनेछ, कुन काममा हात हाल्दाखेरि अनन्त सफलता प्राप्ति रहनेछ भनेर म प्रत्यक्ष रूपमा तपाईहरूको नजिकमा, तपाईहरूको साथमा, तपाईहरूको भिडियोद्वारा प्रत्यक्ष रूपमा जानकारी गराइरहेको छु। यति बेला कन्या राशिका जो कोही व्यक्तिहरू स्त्री पुरुषहरू हुनुहुन्छ भने तपाईहरूले लिएका लक्ष्यहरू, अहिलेसम्म अड्किएका कामहरू, तपाईका रोकिएका कामहरू, तपाईका बन्देजमा परेका, तपाईका बारमा लागेका, तपाईका खाडलमा परेका, तपाईका पर्खाल लागेर जति पनि कामहरू लक्ष्य त लिएका अधुरा र अपुरा भएका लक्ष्यहरू भने एक एक गरेर पूर्ण रहनेछन्। फाल्गुन महिनाको 2 गतेदेखि तपाईको भद्रिका गएर 12औं भावमा र सिद्धाले भाग्य स्थानदेखि युति खेल्दाखेरि तपाईको स्थानान्तरण देखिएको छ। यति बेला वैदेशिक कार्यमा जान खोज्दै हुनुहुन्छ भने अनन्त सफलता देखिएको छ भने रोग व्याध र कालकष्ट, तपाईका जति पनि घातक किसिमका रोग व्याध र कालकष्ट दुःखदायक दिनहरू थिए, ती दुःखदायक दिनहरूबाट पनि तपाईले अवश्य छुटकारा प्राप्ति लिनुहुनेछ। विशेष गरिकन स्त्री सुगम महिला मित्रहरूको सुखभोग, महिला मित्रहरूको सहयोगले महत्त्वपूर्ण कार्यहरू पूर्ण रहनेछन् र सुखभोग प्राप्ति रहनेछ। सन्तान पक्षबाट सुख प्राप्ति, कुनै पनि शिक्षा क्षेत्र, वैदेशिक क्षेत्र, बन्द व्यापारबाट अनन्त सफलता, तपाईलाई राज्यबाट, समाजबाट, टोलबाट, तपाईको बस्तीबाट, तपाईँ जहाँ हुनुहुन्छ तपाईलाई पुरस्कार र प्रतिष्ठाको कुनै कमी रहने छैन। यति बेला पूर्ण सफलता देखिएको छ। यति बेला कन्या राशिका व्यक्तिहरूले जुन पनि कामहरू गर्दाखेरि सक्नुहुन्छ भने तपाईले रातो रङको कपडाको पहिरन अथवा पहेँलो रङको कपडाको पहिरन गरेर पूर्व दिशाको साहित्यमा नै तपाईले अगाडि कदम उठाउनु भयो, पाइला चाल्नु भयो भने अनन्त सफलता प्राप्ति रहनेछ। विशेष गरिकन सरकारी सिन्दुर लगाउने योग देखिएको छ। यति बेला राजयोग हो। तपाईले कुनै पनि परीक्षा तथा प्रतियोगिता दिएर बसिरहनु भएको छ र नतिजाको पर्खाइमा हुनुहुन्छ भने अवश्य सफलता प्राप्ति तपाईलाई फाल्गुन महिनामा मिल्नेछ। यति बेला कन्या राशिका व्यक्तिहरूले कुनै पनि कामहरू गर्दाखेरि बुधबारको दिनमा तपाईले सुरुवात गर्नुभयो, कुनै काममा अग्रसर लिनुभयो, तपाईले कदम उठाउनु भयो भने पाइला पछि नै सफलता प्राप्ति रहनेछ। बुधबारको दिन भनेको अति उत्तम रहनेछ भने जो रङ नै कन्या राशिका व्यक्तिहरूको लागि शुभ अङ्क रहनेछ। प्यारा प्यारा साथीहरू, जो कोहीले पनि जहाँबाट युट्युब च्यानललाई भिजिट गरिरहनु भएको छ, नयाँ साथीहरू जोडिनु भएको छ भने सब्स्क्राइब गरेर अगाडि बढिदिनु होला। पुरानो साथीहरू हुनुहुन्छ भने तपाईहरूको सकारात्मक सल्लाह सुझाव, तपाईँको मनमा लागेको जिज्ञासाहरू प्रत्यक्ष रूपमा कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भन्ने मैले पूर्ण आशा लिएको छु। यति बेला भने अर्को राशिको बारेमा म चर्चा र कुराकानी गर्छु। तुला राशि। रारी रुरे रो ताती तुते यति अक्षरबाट मात्रै तपाईको नाम उर्छ, तपाईको नाम जुर छ भने तपाईको 7औं स्थानमा पर्ने राशि हो तुला राशि। तुला राशिका व्यक्तिहरूलाई आद्य मध्यान्तर जुन 7.5ले अहिलेसम्म अड्काइएका कामहरू, रोकिएका कामहरू, बन्देजमा परेका, अप्ठ्यारामा परेका, खाडलमा परेका, पर्खाल र बन्देज लागेर बसिरहेका, लक्ष्य त लिएका अधुरा र अपुरा भएका लक्ष्य भने एक एक गरेर सिद्धा र भद्रिका पिङ्गलको युवतीले तपाईका मनोकामनालाई पूर्ण गर्नेछ।
यति बेला तपाईँको 7.5 ले धेरै कार्यहरू विघ्न भएका थिए, धेरै कामहरू रोकिएका थिए, धेरै कामहरू बन्देजमा परेका थिए, धेरै कामहरू अड्किरहेका थिए भने यति बेला पिङ्गल भद्रिका र बृहस्पतिको सम्मिश्रण युतिले गर्दाखेरि महत्त्वपूर्ण कार्यमा तपाईँले सफलता लिँदै हुनुहुन्छ। तुला राशिको भाग्य चम्किँदैछ। 2 गते फाल्गुन 2 गते बिहान 2:51 जाँदादेखि तपाईँको पिङ्गल र भद्रिकाको युति चल्ने हो। पिङ्गल र भद्रिकाको युतिले तुला राशिका व्यक्तिहरूले अहिलेसम्म लिन नसकेका लक्ष्यहरू, तपाईँका अड्की बसेका कामहरू, रोकी बसेका कामहरू, बन्देज र भारमा लागेका जति पनि कामहरू छन् एक एक गरेर तपाईँका पूर्ण रहनेछन्। अनन्त सफलता, सन्तानबाट सुखभोग प्राप्ति मिल्नेछ र पति पत्नी बीचको सम्बन्ध भनेको तपाईँको समधुर बन्दै जाने हो र वैदेशिक कार्यले पूर्णता लिनेछ। व्यापार व्यवसाय, फलामको व्यापार, दुग्ध तथा तेलीय पदार्थको व्यापार, आभूषणको व्यापार, आलङ्कारिक व्यापार, वस्त्र व्यापारबाट तपाईँले दोगुणा तेगुणाले मुनाफा लिनुहुनेछ भने कृषि कार्यबाट पनि अनन्त सफलता नै देखिएको छ। तुला राशिका व्यक्तिहरूको लागि अनन्त सफलता देखिएको छ। यति बेला स्थानान्तरण भद्रिकाले तपाईँलाई स्थानान्तरण गराउँदैछ। तपाईँ जुन स्थानमा हुनुहुन्छ तपाईँको स्थानान्तरण हुँदैछ, एक ठाउँदेखि अर्को ठाउँमा बसाइसराइ सर्ने योग देखिएको छ अथवा जग्गा जमिनको कारोबारले पनि तपाईँलाई अनन्त सफलता प्राप्ति गराउनेछ। तुला राशिका व्यक्तिहरूले कुनै पनि कामहरू गर्दाखेरि सक्नुहुन्छ भने यति बेला रातो रङको कपडाको पहिरन गरेर तपाईँले बुधबारको दिन अथवा शुक्रबारको दिनलाई कामको सुरुवात गर्नुभयो भने कदम पछि र बाहिर पछि सफलता प्राप्ति रहनेछ। द्वादश वाद विवाद मुद्दा मामिला झैझगडामा तपाईँको विजेता प्राप्ति रहने हो। तपाईँको यति बेला तपाईँका पछाडि दौडिने जो कोही शत्रु वैरीहरूले पनि तपाईँलाई साथ सहयोग र समर्थन दिँदैछन्। तपाईँको चर्चा र परिचर्चा चल्दैछ। तपाईँको प्रशंसामा कुनै कमी रहने छैन। राजयोगको सम्भावना, पुरस्कार प्रतिष्ठाको सम्भावना देखिएको छ। कुनै पनि चिट्ठा कुपनहरू निकाल्दै हुनुहुन्छ भने तुला राशिका व्यक्तिहरूलाई फाल्गुन महिनामा लटरीको सम्भावना देखिएको छ। जुन ठाउँमा हात हाल्यो एकपछिको अर्को अवसर अवश्य प्राप्ति रहनेछ। तुला राशिभन्दा पछाडि म सिंह राशिको बारेमा चर्चा र कुराकानी गर्छु। यति बेला भाग्योदय भएको र के बदलिएको फाल्गुन महिना 2080मा सफलता लिने राशि, तृतीय स्थानमा पर्न सफल भएको राशि सिंह राशि हो। सिंह राशि भनेपछि तपाईँको मामी मुमे मो टाटी टुटे त्यो अक्षरबाट मात्रै तपाईँको नाम उठ्छ। तपाईँको नाम जुरु छ भने तपाईँको राशि रहनेछ सिंह राशि। सिंह राशिलाई 2080 सालको फाल्गुन महिना शुभाशुभ ग्रहको अनुकूलताले गर्दाखेरि महत्त्वपूर्ण कार्यमा सफलता र पूर्णता देखाएको छ। लिएका लक्ष्यहरू, अड्किएका कामहरू, रोकिएका कामहरू, अधुरा र अपुरा भएका बन्देजमा परेका बारमा लागेका सम्पूर्ण कार्यहरूले पूर्णता लिँदैछन्। यति बेला राजयोगको सम्भावना देखिएको छ। शिक्षा क्षेत्र, स्वास्थ्य, वैदेशिक कार्यले तपाईँलाई अनन्त सफलता दिँदैछ। घातक किसिमका रोग व्याध र कालकष्टहरू, ती दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति मिल्दैछ भने तपाईँको परिवारमा माङ्गलिक कार्यहरूको शुभारम्भ र सुरुवात रहनेछ। तपाईँले जुन क्षेत्रमा हात हाल्दा पनि एकपछिको अर्को अवसरले तपाईँको मनमा कान्ति र परिवारमा शान्ति वातावरणको सृजना गराउने हो। यति बेला तपाईँको कुनै पनि द्वादश मुद्दा मामिला वाद विवाद झैझगडामा तपाईँको विजेता प्राप्ति रहने हो। तपाईँका शत्रुमाथि तपाईँको विजेता प्राप्ति रहने हो। जति पनि तपाईँका पछाडि दौडिने, कुरा काट्दै हिँड्ने तपाईँका शत्रु वैरीहरूले पनि यति बेला तपाईँको चरणमा, तपाईँको बाहुमा ढोक्दैछन्। यति बेला तपाईँलाई नै साथ सहयोग र सपोर्ट गर्दैछन्। तपाईँको स्थानान्तरण भने देखाएको छ भद्रिकाले। वैदेशिक कार्यमा तपाईँ अग्रपङ्क्तिमा जान सक्नुहुन्छ र सफलता पनि त्यत्तिकै देखिएको छ। जग्गा जमिनको कारोबारले एकपछिको अर्को अवसर रहनेछ। तपाईँले अनन्त सफलता देखिएको छ भने सन्तान पक्षबाट सुखभोग प्राप्ति रहने हो। सन्तानकै कारणले तपाईँको चर्चा र परिचर्चा चल्दैछ। तपाईँको टोलमा, तपाईँको बस्तीमा, तपाईँको गाउँमा तपाईँको प्रशंसाको कुनै कमी रहने छैन। यति बेला जुन क्षेत्रमा तपाईँ दौडिँदा पनि एकपछिको अर्को अवसर अवश्य रहनेछ। यति बेला सक्नुहुन्छ भने सिंह राशिका परममित्रहरू, प्यारा साथीहरू रातो रङको कपडाको पहिरन अथवा सेतो रङको कपडाको पहिरन गरेर कुनै पनि कामको सिलसिलामा तपाईँ दौडिनु भयो, तपाईँ लागि पर्नुभयो भने अवश्य सफलता प्राप्ति रहनेछ। तपाईको त्यो महान शक्ति, तपाईको नम्रता, तपाईको बोलीकै कारणले पनि महत्त्वपूर्ण कार्यमा तपाईले पूर्णता लिँदै हुनुहुन्छ। यति बेला जुनसुकै क्षेत्रमा जाँदा पनि अनन्त सफलता मिल्दैछ भने विशेष गरिकन शिक्षा क्षेत्र र वैदेशिक कार्यले पूर्णता रहनेछ। यति बेला तपाईको कुनै व्यक्तिमा फसेको धन, तपाईको हातमा नपरेको धन, तपाईको आशा मारेको, माया मारेको धन पनि तपाईको हात र तपाईको पन्जामा यति बेला आउँदैछ र आर्थिक अर्थतन्त्रबाट पनि कुनै घाटा नोक्सानी रहने छैन। आर्थिक अर्थतन्त्र भनेको तपाईको बलियो छ, स्वास्थ्य बलियो छ। यति बेला प्राकृतिक प्रकोप सँगसँगैका रोगव्याधहरू बाहेक अन्य जोगै रोगव्याधहरू पनि तपाईका न्यूनीकरण हुँदैछन्, निम्न हुँदैछन्। तपाईले जुन
खानपिनमा ख्याल गर्नुभएको छ, स्वास्थ्यमा सुधार देखिएको छ। यति बेला लक्ष्यहरू पूर्णता रहनेछन्। सिंह राशिका व्यक्तिहरूको लागि पूर्ण सफलता देखिएको छ। मेरो शुभकामना छ। प्यारा प्यारा साथीहरू जो कोहीले जहाँबाट युट्युब च्यानललाई हेरिरहनु भएको छ, नयाँ साथीहरूले भिजिट गरिरहनु भएको छ भने प्रत्यक्ष रूपमा युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुरानो साथीहरूले भिजिट गरिरहनु भएको छ भने प्रत्यक्ष रूपमा तपाईँहरूको मनमा लागेका जिज्ञासाहरू, सकारात्मक सल्लाह सुझावहरू कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भनेर मैले पूर्ण आशा लिइरहेको छु। यति बेला अर्को राशिको बारेमा म चर्चा र कुराकानी गर्छु। 2080 सालको फाल्गुन महिनामा भाग्य चम्किएको र भाग्य बदलिएको राशि अर्को राशि रहनेछ। सिंहभन्दा पछाडि वृश्चिक राशि। तपाईँको नाम तो ना नि नु ने नो याई यु यति अक्षरबाट मार्दै तपाईँको नाम उड्छ, तपाईँको नाम जुड्छ भने तपाईँको राशि हो वृश्चिक राशि। वृश्चिक राशिका दुःखदायक दिनहरू सकिएका छन्। सुख शान्ति र समृद्धिका दिनहरूको शुभारम्भ र सुरुवात तपाईँको फाल्गुन महिनाको 2 गते बिहान 3:41 देखि तपाईँको सिद्धा भद्रिका बृहस्पतिको कर्मिक साल तपाईँको भाग्य स्थानमा गएर बलियो भएर बस्दाखेरि वृश्चिक राशिका ती दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति मिलिसकेको छ। यति बेला सुख शान्ति र समृद्धिका दिनहरूको शुभारम्भ र सुरुवात तपाईँको घरमा माङ्गलिक कार्यहरूको शुभारम्भ रहनेछ भने वृश्चिक राशिका व्यक्तिहरूका रोग व्याध र काल कष्टहरूबाट छुटकारा प्राप्ति, शत्रु बैरीहरूमाथि विजेता प्राप्ति, तपाईँको कुनै पनि मुद्दा मामिला वाद विवाद द्वादश तपाईँको छ भने तपाईँको विजेता प्राप्ति रहनेछ। तपाईँका अड्की बसेका, रोकी बसेका, पर्खालमा लागेका, बन्देजमा परेका, बार र बन्देजमा परेका, तपाईँका अप्ठ्यारामा परेका, पर्खाल लागेका जति पनि लक्ष्य त लिएका अधुरा र अपुरा भएका लक्ष्यहरू भने एक एक गरेर पूर्ण रहनेछन्। फाल्गुन महिना भनेको तपाईँको लागि विजेता प्राप्तिको महिना बन्नेछ, प्रशंसाको महिना बन्नेछ। आर्थिक अर्थतन्त्रको हिसाबले धनमालहरू पर्याप्त रूपमा सञ्चय गर्न सक्ने, धनमालहरू पर्याप्त तपाईँको हातमा पर्न सक्नेछ। तपाईँको आशा मारेको, माया मारेको धन पनि तपाईँको हातमा र तपाईँको पन्जामा रहने हो। वृश्चिक राशिका व्यक्तिहरूको लागि भने स्त्री पुरुषहरूको बीच सम्बन्ध समधुर बन्दै जाने हो। सन्तान पक्षबाट सुखभोग प्राप्ति रहने हो। सन्तानकै कारणले तपाईँको चर्चा र परिचर्चा चल्ने हो। तपाईँले जुन जुन क्षेत्रमा हात हाल्नुहुन्छ एकपछिको अर्को अवसर अवश्य प्राप्ति रहनेछ। वृश्चिक राशिका जो कोही पनि स्त्री पुरुषहरू हुनुहुन्छ यहाँ यति बेला युट्युब च्यानललाई भिजिट गरिरहनु भएको छ भने तपाईँका ती दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति र तपाईँले एकपछिको अर्को अवसर 2080 सालको फाल्गुन महिनामा लिनुहुन्छ। तपाईँको परिवारमा माङ्गलिक कार्यहरूको शुभारम्भ र सुरुवात रहने हो। वैदेशिक कार्यले तपाईँलाई पूर्णता दिने हो। कृषि कार्यबाट पनि त्यत्तिकै मुनाफा देखिएको छ भने पशु चौपायबाट पनि त्यत्तिकै मुनाफा देखिएको छ। तपाईँको 12औं भावमा बृहस्पति र भद्रिका भएपछि स्थानान्तरण भने हुनसक्छ। तपाईँको रोकी बसेको वैदेशिक कार्यले भने पूर्णता लिनेछ। एक ठाउँदेखि अर्को ठाउँमा तपाईँले जग्गा जमिनको कारोबार गर्दै हुनुहुन्छ भने दुगुणा तेगुणाले मुनाफा रहनेछ भने दुग्ध तथा तेलीय पदार्थको व्यापार, वस्त्र व्यापार, आभूषण र अलङ्कारिका व्यापारहरू, बन्द व्यापारहरूबाट तपाईँले अनन्त सफलता प्राप्ति लिनुहुनेछ। मेरो शुभकामना छ। तपाईँले कुनै पनि काममा हात हाल्दा, कुनै पनि लक्ष्य र उद्देश्यमा तपाईँ दौडिँदा तपाईँले रातो रङको कपडाको पहिरन र शुक्रबारको साहित्यले तपाईँले अनन्त सफलता र जो रङ नै तपाईँको लागि शुभ अङ्क शुभाशुभ रहनेछ। पूर्ण सफलता प्राप्ति रहनेछ। सक्नुहुन्छ भने वृश्चिक राशिका जो कोही पनि व्यक्तिहरू हुनुहुन्छ यति बेला मङ्गलबारको दिनमा सिद्धि विनायक गणेशजीलाई 108 वटा दुबो तपाईँले रातो अक्षता, रातो फुल, रातो कपडा, वस्त्रहरू अर्पण गरिदिन सक्नुहुनेछ। तपाईँको मनोरथ पूर्ण रहने हो। वृश्चिक राशिको भाग्य चम्किएको छ, जीवन बदलिएको छ, दुःखदायक दिनहरूबाट छुटकारा प्राप्ति मिलेको छ। 2080 सालको फाल्गुन महिना तपाईँको लागि मालामालको महिना बन्ने हो। एकपछिको अर्को अवसर रहने हो। त्यस्तै गरिकन अर्को राशि रहनेछ कुम्भ राशि। तपाईँको नाम गुगे गो सासी सुसे सो दाबाट तपाईँको नाम उड्छ, तपाईँको नाम जुर्छ भने तपाईँको राशि हो कुम्भ राशि। कुम्भ राशिका स्त्री पुरुषहरूको लागि 2080 सालको फाल्गुन महिना भनेको शुभाशुभ ग्रहको अनुकम्पाले गर्दाखेरि महत्त्वपूर्ण कामहरूमा विजेता प्राप्ति लिने महिना बन्ने हो। लिएका लक्ष्यहरू, अड्की बसेका, रोकी बसेका कामहरू, लक्ष्य त लिएका अधुरा र अपुरा भएका लक्ष्यहरू भने एक एक गरेर तपाईँका पूर्णता रहनेछन्। राज्यको सम्भावना देखिएको छ। शिक्षा क्षेत्र तपाईँको लागि अनन्त सफलता देखिएको छ। परीक्षा प्रतियोगिता दिएर बस्नु भएको छ, नतिजाको पर्खाइमा हुनुहुन्छ भने अनन्त सफलता विजेता प्राप्ति लिँदै हुनुहुन्छ। वैदेशिक कार्यले तपाईँलाई पूर्णता लिनेछ। राजयोग देखिएको छ। शिक्षा क्षेत्र र स्वास्थ्यमा घातक किसिमका रोग व्याधहरूबाट छुटकारा प्राप्ति मिल्नेछ भने आर्थिक अर्थतन्त्र बलियो छ, मजबुत छ। तपाईँका शत्रुमाथि विजेता प्राप्तिको महिना बन्दैछ। कृषि कार्य, पशु चौपायबाट तपाईँले अनन्त सफलता लिन सक्नुहुनेछ। व्यापार व्यवसायमा आभूषण र अलङ्कारिका व्यापार, वस्त्र व्यापार र तपाईँको दुग्ध तथा तेलीय पदार्थको व्यापारले तपाईँ अनन्त सफलता प्राप्ति गराउने। फाल्गुन महिना भनेको तपाईँको लागि
तीर्थयात्राको अवसर रहनेछ। लामा लामा दूरीका यात्राहरू तपाईँका सफल रहने हुन्। वैदेशिक कार्यले पूर्णता लिने हो। तपाईँको परिवारमा माङ्गलिक कार्यहरूको शुभारम्भ र सुरुवात रहने हो। तपाईँको चर्चा र परिचर्चा तपाईँको टोलमा, तपाईँको बस्तीमा, तपाईँको गाउँमा, तपाईँको राज्यमा नै कुनै कमी रहने छैन। तपाईँको कुनै पनि कामको सिलसिलामा हुनुहुन्छ भने तपाईँले थप जिम्मेवारी प्राप्ति गर्दै हुनुहुन्छ। थप जिम्मेवारी तपाईँले कामको पदोन्नति र पदवृद्धि रहनेछ। तपाईँलाई राज्यको सम्भावना देखिएको छ। तपाईँको शत्रुमाथि विजेता प्राप्ति अवश्य रहनेछ। 2080 सालको फाल्गुन महिना भनेको अनन्त सफलता र विजेता प्राप्ति लिने महिना बन्नेछ। कुम्भ राशिको लागि अविस्मरणीय महिना बन्ने हो। 2080 सालको फाल्गुन महिना भनेको तपाईँले नसोचेका कार्यहरू पूर्णता रहनेछन्। प्यारा साथीहरू, जो कोहीले पनि युट्युब च्यानललाई भिजिट गरिरहनु भएको छ, प्रत्यक्ष रूपमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला र नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरेर अगाडि बढिदिनु होला। पुरानो साथीहरूले युट्युब च्यानललाई कुनै पनि तपाईँको सकारात्मक सल्लाह सुझावहरू छ, तपाईँको मनमा जिज्ञासा छ भने प्रत्यक्ष रूपमा राख्न सक्नुहुनेछ। कमेन्ट बक्समा गएर तपाईँको कमेन्ट बक्समा कमेन्टकै आधारमा पनि म प्रत्यक्ष रूपमा तपाईँहरूलाई भिडियोद्वारा तपाईँहरूलाई जानकारी गराउन सक्नेछु। यति बेला मैले 2080 सालको फाल्गुन महिनामा 5 राशिको बदलिएको भाग्य र चम्किएका कार्यहरू के हुन् भनेर प्रत्यक्ष रूपमा जानकारी गराएको छु। अन्य भिडियोमा प्रत्यक्ष रूपमा सबै राशिहरूको बारेमा पनि राखिसकिएको छ। पुनः सबै राशिको मासिक फल, वार्षिक फल तपाईँहरूको साथमा म जोड्ने प्रयत्न नै गर्नेछु। यति बेला जति पनि साथीहरूले हेरिरहनु भएको छ, प्रत्यक्ष रूपमा अघिल्लो भिडियोमा तपाईँको 12 राशिको बारेमा चर्चा गरिएको छ। यो भिडियोमा 5वटा मात्रै राशिको बारेमा चर्चा गरिएको छ भने अघिल्लो भिडियोमा तपाईँहरूलाई कुन राशिलाई के फल छ, कसरी सफलता मिल्दैछ, कुन राशिले के गर्दा उपयुक्त रहन्छ भनेर पनि जोडिएको छ। यो भिडियोलाई पनि हेर्नु नबिर्सिनुहोला। हुन्छ प्यारा साथीहरू, हवस्, धन्यवाद। जय होस् सबैजनाको लिएका लक्ष्यहरू पूर्ण रहन्, मेरो शुभकामना छ।